भयो माइक अफ गर। हेलो गाइस, आज चाहिँ हामी फर्स्ट खेल्न आँटेको अनि हेरौँ ल आज कस्तो कस्तो हामी ओभरहरू पाउँछौँ। मेरो लेभल पनि डिसेन्ट छ। अब म यहाँ झरिहालेँ, अब के गर्ने त, अब माथि जानुपर्छ। म लेभल चाहिँ थोरै छु, 38 मात्रै छु अनि 8000 मात्रै छ। अब हामी माइन गर्न जानुपर्छ है। म तपाईँहरूलाई एउटा कुरा देखाइहाल्छु। यहाँनिर एउटा बिल्लीको थोपडा हुन्छ होइन, तपाईँलाई देखाइहाल्छु ल। बिल्लीको थोपडा हेर्ने भए यता पछाडि जानुहोस्, यतादेखि आयो बिल्लीको थोपडा। हेलो बिल्ली, कैसा हो? अब हामी चाहिँ माइन गर्न जाने भनेको यो कुत्तेले माइन गरेर आएको रहेछ। अब हामी माइन गर्न मिल्दैन, अर्कै ठाउँ जानुपर्छ। यतानेरि चाहिँ अलिक डेन्जरस छ कि यतानेरि मलाई मारिदिइहाल्छ, त्यही भएर माथि नै। ओह, यो बन्दाले फाइनली छोडेर गयो। पहिला माइनर पोसन खानुपर्छ अनि लक पोसन। अब जम ओरायो भने म अड्किन्छु साथीहरू। अब पिक्याक्स लिइराख्ने होइन। अब चाहिँ माइन गर्ने अटो यस्तरी हुन्छ, माइन गर्नुपर्छ। माइन अर्को पनि आएको छ। अब हामी हेरौँ ल, अलिक राम्रो के पाउँछौँ ओभरहरू। तर लाइक र सब्सक्राइब चाहिँ गरिदिनु ल प्लिज, लाइक सब्सक्राइब। हामीले एउटा रुबी पाएको छौँ अनि तोपाज होला, सायद होला। एउटा डायमन्ड के पाएको छौँ, मिथ्रिल। अब अझै यो पछि हामी फोर्ज गर्न जान्छौँ। फोर्ज गरेर के राम्रो पाउँछौँ, आर्मरहरू फोर्ज गरेर आऊँ न। हेरौँ ल के राम्रो पाउँछौँ हामी फोर्ज गरेर एकचोटि। म वेपन र आर्मरै गर्छु ल, कस्तो हुन्छ। मलाई सिर्फ लेगिङ्स मात्रै चाहिरहेछ क्या, यो डार्क नाइट लेगिङ्स यस्तै। अनि मेरो फुल सुट भन्छ क्या, मलाई चाहिरहेछ, त्यही भएर के जाने यस्तो जाने ल। अब चाहिँ म फोर्ज गर्न आँटेको, यहाँनिर धेरै मान्छे रहेछ। अब हामी हाल्छौँ 1 2 3 4 5 6 7 8 9 10 11 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 ल। अब हामी आर्मर बनाउँदैछौँ। आर्मरमा हेभी चेस्ट प्लेट। मलाई यो लेगिङ्स चाहिरहेछ कि एउटा कटाउनु पर्छ त लेगिङ चेस्ट प्लेट। भयो एउटा बडा एछि हुँदैन क्या। अब चाहिँ हुनसक्छ है, सायद हुनसक्छ है। म फर्ज गरिराख्छु, अब हुनसक्छ होला, हेरौँ ल। मलाई डार्क नाइट लेगिङ पर्छ कि पर्दैन, नचाहिने के अरे चाहिएको बेला चाहिँ कहिले पर्दैन क्या, खालि अरू मात्रै पर्छ अनि चाहिएको बेला के अरे कहिले पनि पर्दैन। अनि मसँग चाहिँ राम्रो रेस छैन, किनकि म रेसहरू के अरे स्पिन हानिदिइहाल्छु। अब हामी हेरौँ ल, प्लिज लेगिङ्स, मलाई लेगिङ्स ओ यस, मलाई फाइनली पाएँ। मलाई यही लेगिङ्स चाहिरहेको छु, सबैमा पर्फेक्ट गर्न कोसिस गर्छु म। यार बिग्रिहाल्यो नि सब। मलाई एभरेज भन्दा अलिक राम्रै होस् नि, 50% भन्दा माथि होस् प्लिज गाइस। लाइक और सब्सक्राइब गरिदिनुहोस्।
लाइक और सब्सक्राइब प्लिज हेरौँ 50% भन्दा माथि हुनुपर्छ प्लिज यस ओए डिफेन्स 55 भएछ यार यस अब म मेरो सामानहरूलाई बेचिदिन्छु पर्खिनुहोस् ल साथीहरू यसमा जाने मिथोल पिकेक्स केही छैन यसलाई नाइटलाई यस्तो हटाइदिएन होइन ओए फाइनली मेरो साथीहरू फाइनली मेरो यो चाहिँ कम्प्लिट भयो मेरो यो पुरै फुल आर्मर कस्तो देखिरहेछ हेर्नु त दोस्तो अब हामी हाम्रो सामान बेच्छौँ यतानिर बेच्नुपर्छ ल बाई बाई गाइस अब स्ट्रिम चाहिँ भिडियो चाहिँ यिनीहरू सिद्धिन्छ तर प्लिज लाइक और सब्सक्राइब गरिदिनु होला म नयाँ क्रिएटर हो ल बाई बाई